So Asimuna, hello everyone, welcome back to my channel. So guys, आज चाहिँ मैले एक्स्ट्रा भिडियो लिएर आइसकेको छु हैन। अब धेरै कुरा नगरौँ, तपाईहरुलाई के हो भनेर कतिजनाले त थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भइसक्यो होला। आज भनेको चाहिँ अनबक्सिङ भिडियो लिएर आइसकेको छु। बाँकी कुरा भिडियोमा। सो गाइस, अनबक्सिङ भिडियो रहेको छ आजको चाहिँ मेरो हैन। अब अनबक्सिङ तपाईहरुले हेर्न सक्नुहुन्छ। मसँग आज चाहिँ न्यू परचेज M1 3 एक्सिस। अब तपाईहरुले चाहिँ यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ। अब प्राइसलाई चाहिँ मैले ब्लर गर्दिए र यसको फिचरहरु के छ भनेर चाहिँ भन्नु पर्दाखेरि चाहिँ अब फिचरहरु त यहाँ सबै देखाएको छ। यो कुरा चाहिँ भित्र छ कि छैन भन्ने कुराहरु चाहिँ म तपाईहरुलाई देखाउने छु। यहाँ पाउने एसेसरिजहरु चाहिँ के छ भन्ने कुराहरु चाहिँ म तपाईहरुलाई यहाँ देखाउने छु ओपन गरेर। सो गाइस, अब यसलाई चाहिँ ओपन गरौँ है त। आयो मालायो र अब यहाँनिर भनिएको कुराहरु चाहिँ के छ भने एउटा ट्राइपड देखिसक्नु भइसक्यो। ट्राइपड यो चाहिँ ट्राइपड माउन्ट हो हैन। ट्राइपड माउन्ट रहेको छ भन्ने। अब यहाँनिर एउटा ट्राइपडको सिग्नल देखाएको छ हैन। ट्राइपड अब USB केबल तपाईले यहाँ हेर्न सक्नुहुन्छ। USB केबल एउटा यो चार्जिङको लागि टाइप सी हैन। अनि यसमा चाहिँ एडाप्टर चाहिँ हुँदैन है। र अब रहेको छ यसलाई भन्छ गिम्बल र गिम्बललाई मैले निकालेको छु। अब यसलाई चाहिँ यहाँबाट स्टोरी झिक्नु पर्ने हुन्छ। यो चाहिँ गिम्बल रहेको छ। अनि सुरुमा चाहिँ अब एसेसरिज हेर्नु त। अब यहाँनिर चाहिँ यति नै रहेछ। यसको भित्र एउटा के छ भनेर हेरौँ न। ओहो, एउटा म्यानुअल बुक छ है यहाँ भित्र चाहिँ हैन। यहाँ त अब छ्याङछुङ सब लेखेको छ तर मलाई आउँदैन, म पढ्दिन हैन। र एउटा गिम्बल बोक्ने ब्याग पनि चाहिँ यहाँनिर प्रोभाइड गरिएको छ। मलाई चाहिँ बवालले लाग्यो यो ब्याग पनि। मलाई चाहिँ बवालले लाग्यो। अरूलाई जस्तो लाग्यो मलाई चाहिँ बवाल लाग्यो। सो गाइस हैन, अब म माउन्ट सेट गर्दैछु है त। यहाँनिर चाहिँ माउन्ट सेट भयो, हल्कालाई टाइट गरे। अब तपाईहरुले हेर्न सक्नुहुन्छ गिम्बल रेडी छ है। यो चाहिँ गिम्बल ट्राइपडमा। अनि योलाई चाहिँ यस्तो किन भइराछ भन्नुहुन्छ भने चाहिँ यसमा चाहिँ अहिले सब सेटअप गरेको छुइनँ मैले। र साथीहरु, यसमा चाहिँ अब मोडको फंक्सनको कुरा गर्ने हो भने चाहिँ एउटा यहाँ मोडको बटन छ, एउटा पावरको बटन छ हैन। अनि पावरको बटनमा चाहिँ हाई HML, हाई मिडियम लो तपाईहरुले यो साइडमा देख्न सक्नुहुन्छ। अनि यसमा चाहिँ तपाईहरुले राम्ररी हेर्न सक्नुहुन्छ हैन। यहाँनिर FEV HF LF छ हैन। यो चाहिँ लेफ्ट र राइट भन्नु खोजेको हैन। अनि एउटा जुमिङको लागि यहाँनिर रहेको छ तपाईहरुलाई जुम इन जुम आउट इनको लागि चाहिँ। अनि यसको ब्याक साइडमा हेर्ने भने चाहिँ फोटो क्याप्चरको लागि एउटा बटन रहेको छ है। फोटो क्याप्चरको लागि। ढिला नगरौँ, अब यसले कसरी काम गर्छ भन्ने कुराहरु चाहिँ म तपाईहरुलाई देखाउने छु है त। सो गाइस, अब यसको पावर बटन चाहिँ अन गरेर हेरौँ है त यसले कसरी काम गर्छ भन्ने कुरा। ओके साथीहरु, यसमा चाहिँ एउटा बेनिफिट के पनि छ भने यसमा चाहिँ फेस ट्र्याकर पनि छ है। यो चाहिँ तयारी भइसक्यो। यो तपाईहरुले क्लिक गरेको बलेको बल देख्नुहुन्छ नि, एउटा एप रहेको छ। एप चाहिँ मैले डिस्प्लेमा देखाइसकेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। यो एपमा चाहिँ यो चाहिँ कनेक्टिङ हुन्छ है त। र अनि यसमा भनेको अब मोडहरु चाहिँ कस्तो तरिकाले गर्न सकिन्छ भने अब यो बटमहरु छ नि, यो बटमहरुलाई अब तपाईहरुले दायाँ बायाँ लाने कुराहरु जति पनि छ यो बटमबाट गर्न सक्नुहुन्छ। मोडको हिसाबले तपाईले चलाउन सक्नुहुन्छ। र यसमा यसको यो मोड चेन्ज गर्नु पर्यो भने चाहिँ जस्तै अब एक थिच्यो भने एकमा आउँछ, अनि 1 2 थिच्यो भने चाहिँ दोस्रोमा सर्छ। अनि यसमा 1 2 3 थिच्यो भने चाहिँ माथिकोमा सर्छ। र यसमा भनेको 1 2 3 4 गर्यो भने चाहिँ सबै बल्छ है त। अनि यसको चाहिँ फाल्टो फंक्सनहरु छ। अनि तपाईले यसमा ठ्याक गर्दाखेरि चाहिँ सो गाइस हैन, म सबैभन्दा सुरुमा चाहिँ यसमा भएको फंक्सनमा चाहिँ फेस ट्र्याकर राख्ने छु है त। फेस ट्र्याकर सबैभन्दा सुरुमा सेटअप गर्ने छु। ओके, मेरो फेस ट्र्याकर अब सुरुवात भइसकेको छ हैन। तपाईहरुले हेर्न सक्नुहुनेछ। र यसमा चाहिँ मलाई राम्रो लाग्यो भनेको फेस ट्र्याकर विथ गिम्बल हैन, तीनटै भएको भएर चाहिँ। अनि अब यसमा एउटा कुरा चाहिँ के छ भने है,
मैले जुन बटमहरू देखाएको छु म त्यो बटमहरूको लागि तपाईँहरूलाई म रिभ्यू दिनेछु है त। अब यसमा भनेको चाहिँ तपाईँलाई मैले अघि जुम आउट भनेको थिएँ नि, जुम इन जुम आउट, यो चाहिँ जुम भयो होइन। अब जुम आउट चाहिँ यसरी गर्न सकिनेछ, मुनिपट्टि चाहिँ जुम आउट भन्ने, माथिपट्टि चाहिँ जुम इन। र पावर बटमले चाहिँ के गर्छ भनेर चाहिँ तपाईँहरूलाई म भन्छु भने चाहिँ होइन, पावर बटमले चाहिँ ठ्याक्कै तपाईँले एकचोटि एकचोटि मात्रै बटम थिच्नुभयो भने चाहिँ भर्टिकलमा आउँछ है त, भर्टिकलमा आयो। र फेरि एकचोटि थिच्नुभयो भने चाहिँ होरिजेन्टलमा जानेछ है। सो गाइस होइन, अब मैले चाहिँ भन्नु पर्दाखेरि यसको पछाडिको बटमबाट चाहिँ होइन एकचोटि क्लिक गर्नुभयो भने चाहिँ रेकर्ड हुन्छ, र एकचोटि क्लिक गर्नुभयो भने चाहिँ स्टप हुन्छ, र डबल क्लिक गर्नुभयो भने चाहिँ यसको चाहिँ ब्याक हुनेछ है। अनि फेरि डबल क्लिक गर्नुभयो भने चाहिँ फ्रन्ट हुनेछ। र मैले चाहिँ अहिले चाहिँ तपाईँहरूलाई चाहिँ बेडमै बसेर फेस ट्र्याकिङको फङ्सन युज गरेर चाहिँ मैले तपाईँहरूलाई चाहिँ भिडियो बनाइरहेको छु। सो गाइस यसको फङ्सनहरू चाहिँ यति नै रहेको छ। तपाईँहरूलाई चाहिँ फङ्सनहरू बारेमा चाहिँ मैले भनिदिइसकेको छु। सो गाइस तपाईँहरूले देखिरहनु भएको छ मेरो हातमा गिम्बल M13 एक्सिस है। म चाहिँ यसको कुराहरू केही कुराहरू भन्न गइरहेको छु, कति कुरा राम्रो लाग्यो भने कति कुरा लागेन। र तपाईँहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यहाँ जे भनिएको छ त्यो सबै चाहिँ यहाँ इन्क्लुडिङ छ। अब एसयुजहरू पनि छँदैछ होइन। तर मलाई मन नपरेको कुराहरू चाहिँ के छ भने यसमा जति पनि यहाँनिर लेखिएको छ नि, मेरोमा मात्रै हो कि अरूमा पनि हो होइन, मैले चाहिँ नपाएको भनेको यसको वर्किङ आवर है। वर्किङ आवर चाहिँ के भनेको छ भने 5 to 8 आवर्स भनेको छ, र मैले कन्टिन्यू चलाए पनि 5 to 8 आवर्स चाहिँ चलेन। र चार्जिङमा पनि मैले चाहिँ के देखेँ भने अब जुन हुनुपर्ने चार्ज र जति टिक्नुपर्ने चार्ज चाहिँ मैले देखिनँ। सो त्यही भएको कारणले चाहिँ म चाहिँ अलिकति यसमा चाहिँ सेटिस्फ्याक्सन छुइनँ। सो गाइस म चाहिँ बिगिनरहरूको लागि चाहिँ तपाईँहरूले किनेर म ट्राई गर्छु भन्नुहुन्छ भने चाहिँ किन्नु होला, नत्र वर्किङ आवरको लागि कामै गर्ने हो भने चाहिँ 5 to 8 आवर्स चाहिँ नभएको कारणले हामीलाई त काम बेसिस चाहिन्छ नि त, काम बेसिस नभएको कारणले चाहिँ म चाहिँ यो गिम्बल M13 एक्सिसलाई चाहिँ सजेस्ट गर्ने छैन होइन। तर मैले चाहिँ अब किनिसकेको छु, तर म युज गर्छु, केही समय युज गर्छु र मैले चेन्ज गर्ने नै छु भन्दै तपाईँहरूलाई आजको मेरो अनबक्सिङ भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरेर भनिदिनु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने जाँदै मेरो भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र बेल आइकन दबाइदिन नबिर्सिनु होला। थ्याङ्क यू। जय नेपाल।